प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको यो एउटा कुरा सुन्नुहोस्। ल एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। देशको सिमाना कुनै पनि देशको लागि सबभन्दा संवेदनशील विषय हुन्छ, त्यसमाथि प्रधानमन्त्रीले संसदमा बोलेको कुराको त महत्त्व नै अलिक फरक हुन्छ। त्यतिखेर बुझ्नुपर्ने कुरा के हो भने नेपाल राज्यको तर्फबाट जमिन अतिक्रमण या मिच्ने काम भएको छैन। त्यसको रेकर्ड कम्तीमा अहिलेसम्म कहीँ पनि भेटिँदैन। यही कुरा इन्डियाको राज्यसभा अर्थात् संसदमा 2014मा उठ्दा त्यहाँका विदेश राज्य मन्त्रीले समेत नेपालले भारतको भूमि मिचेको सत्य नभएको जवाफ दिएका रहेछन्। यो पनि हेर्नुहोस्। सारांशमा संसदमा प्रधानमन्त्रीले भने जसरी नेपाल देशको तर्फबाट इन्डियाको भूभाग अतिक्रमण गरिएको या मिचिएको कुरा सत्य होइन, तर इन्डिया देशकै तर्फबाट नेपालको भूभाग मिचेको छ, मिचेर त्यहाँ सैनिक या अर्धसैनिक टुकडी पनि राखेको छ, त्यो सत्य हो। अनि त्यो विवादित भूमिबाट बाटो समेत बनाउन सुरु गरिसकेको छ।